संयुक्त नागरिक पार्टी पार्टीहरूको भिडमा एउटा थप पार्टी निर्माण गर्दै छैन। संयुक्त नागरिक पार्टी आम नागरिकको जनचासो, देशको परिस्थितिलाई बुझेर हामीले यो पत्रकार सम्मेलन मार्फत यो देशमा असल नेतृत्वको साथ वैकल्पिक राजनीतिक नेतृत्व निर्माण गरेर देशमा असल नेतृत्व गरेर देशमा भएका सबै प्रकारका विभेद, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, अनैतिकताको विरुद्धमा रहेर असल नेतृत्व गर्नका निम्ति हामीले यो पार्टी निर्माण गरेका हौं। साथीहरूले राख्नु भएको प्रश्न के जेनजीहरूको माग गलत थियो कि उचित मागलाई पूरा गर्नुपर्छ भनेर तपाईहरुले जुन प्रश्न गर्नुभएको थियो, जेनजी आन्दोलनमा घुसपैठ भएर र जेनजी आन्दोलनका नेतृत्वहरूको नाममा विभिन्न बहानामा केही एकाध अराजकहरू जसले देशको भलो चाहँदैनन्, जसले देशलाई अत्यन्तै अप्ठ्यारो अवस्थामा राखेर आफ्नो रोटी सेक्ने काम गर्छन्, जसले जेनजी आन्दोलनका नेतृत्वहरूको आसपासमा रहेर जेनजी आन्दोलनका नेतृत्वलाई भजाएर फेरि देशलाई अराजक गतिविधिमा लैजाने कुचेष्टा गरेका छन्। तसर्थ हामीले भनेका हौं कि जेनजीहरूको जायज माग पूरा गर्नुपर्छ भनेर। हामी यो देशमा शान्ति चाहन्छौं, यो देशको समृद्धि चाहन्छौं, यो देशमा भएका असमानतालाई अन्त्य गरेर आस्था, अस्तित्व र अधिकार सहित उसको विश्वास र आशा, प्रेममा रहेर समाज, समुदाय र राष्ट्रको समृद्धि गर्ने हो। त्यसको निम्ति संयुक्त नागरिक पार्टी हामी आएका हौं। जेनजी आन्दोलनले एउटा ऐतिहासिक मोड सिर्जना गरेको छ, जसले पितृसत्तात्मक राज्य सत्ताको अन्त्य गरेर देशमा पहिलो प्रधानमन्त्री सुशीला कार्की नेतृत्वलाई ल्याउन सफल भएका छौं। यो अग्रगामी र समानतावादी राज्यको नयाँ मोडमा अगाडि बढाएको छ। यसले भलाइ सुशीला कार्की नेतृत्वको जुन अन्तरिम सरकार छ, यो अन्तरिम सरकारले त्यति ठुलो चाहिँ राजनीतिक निर्णय र काम चाहिँ गर्न सक्छ भन्ने हामीलाई लाग्दैन। जेनजी आन्दोलनले एउटा महत्त्वपूर्ण चाहिँ नयाँ देशमा नयाँ जनादेशको एउटा बाटो तयार गरेको छ, जुन बाटोले अहिले 2082 फागुन 21 गते संघीय संसदको निर्वाचनको घोषणा गरेको छ। यसले देशमा जेनजी आन्दोलनको माग र आम नागरिकको माग कि नयाँ नेतृत्व, असल नेतृत्व, इमानदार नेतृत्व, देशप्रेमी नेतृत्व आवश्यकता चाहिँ ठानेको छ र त्यसलाई हामीले त्यो मागलाई पूरा गर्नलाई संयुक्त नागरिक पार्टीले हामीले अब मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, अथवा हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने उद्देश्यका साथ, त्यो प्रतिबद्धताका साथ हामीले पनि यो 21 गते हुने निर्वाचनमा हामीले प्रत्यक्ष र समानुपातिक हामी दुवैतर्फ हामी चुनावमा लड्नलाई हामी तयार भएका छौं र निर्वाचन आयोगले तोकेका सबै प्रक्रियाहरू हामीले पूरा गरिसकेका छौं। यहाँहरूले गर्नुभएको प्रश्न थियो कि के उम्मेदवार नभेट्टाएर हो? होइन,
त्यो होइन। हामीले भनेका छौँ समाजमा रहेका यो देशको चिन्ता गर्ने, समुदायको चिन्ता गर्ने असल इमान्दार हामीले देशका आइडलहरू हामीले खोजिरहेका छौँ। त्यस्ता प्रतिबद्ध भएका व्यक्तिहरूले देशको नेतृत्व गर्नुपर्छ भनेर हामीले खोजेका हौँ। र यो राष्ट्रले खोजेको, जेनजी आन्दोलनले खोजेको नयाँ चाहिँ जिम्मेवारी, नयाँ नेतृत्व खोजेको। यसकारण हामीले समाज, राष्ट्र र समुदायप्रति प्रतिबद्धता, इमान्दारिता, धैर्यता, नम्रता, त्यस्तो खालको नेतृत्व हामीले यो देशलाई दिनुपर्छ भनेर हामीले उहाँहरूलाई हामीले आह्वान गरेका छौँ। र त्यसो भएकाले हामीले फेरि पनि म के भन्न चाहन्छु भने सबै यो अग्रगामी चिन्तनमा, अग्रगामी सोचमा र प्रतिबद्धता रहनुभएका तमाम चाहिँ बौद्धिक वर्गहरू, जेनजी पुस्ता सबैलाई हामीले आह्वान गरेका हौँ। फागुन 21 को निर्वाचन हामीले हुनुपर्छ। हाम्रो प्रेस विज्ञप्तिमा पनि भनिसकेका छौँ, महासचिव र उपाध्यक्षज्यूले भनिसक्नु भएको छ। र हामी के भन्न चाहन्छौँ भने यो फागुन 21 को निर्वाचन जसरी पनि राज्यले गर्नुपर्छ। केही एका तत्त्वहरू विभिन्न आन्दोलन को बहानामा यो निर्वाचन हुन नदिने कुचेष्टा पनि गरेको हामीले बुझेका छौँ। संघीयता, धर्मनिरपेक्षता, देशको लोकतान्त्रिक जुन व्यवस्था छ त्यसलाई देख्न नचाहने र सधैँभरि देशलाई चाहिँ आन्दोलनमा लैजाने र आफू केन्द्रित, व्यक्ति केन्द्रित भएको र त्यो कुचेष्टा लिएका व्यक्तिहरूले कहीँ न कहीँ यो देशको माहौललाई, निर्वाचनको माहौललाई बिथोलेर चाहिँ निर्वाचनलाई धकेल्ने जस्तो कुचेष्टा हामीले बुझेका छौँ। हामी खबरदार गर्न चाहन्छौँ त्यस्ता खालका अराजकहरूलाई, त्यस्ता खालका चाहिँ शान्ति र समृद्धि नचाहने र जनताको मत नचाहने त्यस्ता खालका विकृति, विसङ्गतिका विरुद्ध हामी खबरदारी गर्न चाहन्छौँ। र म नेपाल सरकारलाई म के आग्रह गर्न चाहन्छु भने चुनाव जसरी पनि फागुन 21 गते चाहिँ गर्नुपर्छ। हामी लोकतन्त्रका पक्षधर, जनताको जनचाहना अनुसार जनताले चाहिँ असल नेतृत्व चुनेर चाहिँ देशको नेतृत्वमा पठाउने लोकतान्त्रिक व्यवस्थाको सुनिश्चित गर्नुपर्छ। त्यसका निम्ति हामी तयार छौँ। राज्य तयार हुनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु। म अन्त्यमा सबै पत्रकार साथीहरूलाई र तपाईहरूको मिडिया मार्फत आम देशवासी र विदेशमा पनि रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई यो फागुन 21 गते हुने सङ्घीय संसदको निर्वाचनमा संयुक्त नागरिक पार्टी हामी चुनावमा भाग लिएका छौँ। संयुक्त नागरिक पार्टीको चुनाव चिन्ह गिटार चुनाव चिन्ह हो। यसका लागि यस चुनावमा सशक्त सहभागी भएर चाहिँ संयुक्त नागरिक पार्टीका तमाम चाहिँ उम्मेदवारहरूलाई जिताएर देशको समृद्धि, समतामूलक समाज निर्माण गर्ने र देशको विकास र समृद्धिको महान अभियानमा साथमा साथ, हातमा हात मिलाएर अगाडि बढ्नका लागि पनि म हार्दिक आह्वान गर्दछु। निर्वाचन आयोग जस्तो पवित्र संस्था छ। निर्वाचन आयोगमा आम नागरिक, सर्वसाधारण नागरिकले निर्वाचन आयोगको जुन नियम छ, जुन खालको चाहिँ त्यहाँ एउटा आचार संहिता छ, त्यो आचार संहितालाई मानेर र निर्वाचन आयोगको खाकाभित्र रहेर चाहिँ विधान, घोषणापत्र र नियमावली सहित 500 जनाको हस्ताक्षर पुर्याएर एकजना सर्वसाधारण मान्छेले पनि पार्टीको नेतृत्व गरेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्न सक्ने त्यो अधिकार आम नागरिकलाई छ। त्यसो भएकाले
पत्रका साथीहरूले पनि यो कुरालाई चाहिँ गम्भीरतापूर्वक लिइदिनु हुन म हार्दिक आग्रह गर्न चाहन्छु। यदि कोही कसैले त्यस्तो अडियो राखेको छ भने त्यो अडियो राख्नेको यदि त्यो पत्रकारै हो अथवा कोही हो भने त्यो अडियो कुन नियतले आएको छ हामीलाई थाहा छैन। त्यो अडियो कसैले बङ्ग्याएर कुनै चाहिँ बेला भए गरेका कुरालाई बङ्ग्याएर चाहिँ कसैलाई हिलो छ्याप्ने काम गर्छ भने पनि त्यो पत्रकारको चाहिँ पत्रकारिताको धर्मभित्र पर्दैन। त्यो चाहिँ पित पत्रकारिता हुन्छ। म आग्रह गर्न चाहन्छु हामीलाई त्यस्तो खालको कुनै पनि, मैले अघि भने पार्टी सर्वसाधारण जनताले दर्ता गर्न सक्ने त्यो अधिकार लोकतान्त्रिक मुलुकमा छ। तसर्थ त्यस्ता खालका कुनै अवैध पित पत्रकारिता गर्ने व्यक्तिहरूले त्यस्तो खालको कुनै बखत राखेको छन् भने त्यो गलत छ। उनीहरूलाई कारबाही हुनुपर्छ। यदि सही सत्य यदि कहीँ मार्फत त्यस्तो भएको छ भने त्यसलाई कारबाही गर्नुपर्छ। हामीले भनेका छौँ यो हामीले मात्रै भनेको होइन, आम नागरिकको आवश्यकता हो। विदेशमा भएका नागरिकले पनि अनलाइन सिस्टमबाट भोट दिने अधिकार त्यो सुनिश्चित गर्नुपर्छ। त्यो राज्यको नेतृत्वको त्यो दायित्व र आम नागरिकले आफ्नो लोकतान्त्रिक अभ्यासद्वारा र आफूले चाहेको नेतृत्व देशमा पुर्याउनका लागि त्यो महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। त्यो वातावरण राज्य सरकारले गर्नुपर्छ र त्यसको व्यवस्था राज्यले नै विदेशमा रहेका नेपाली नागरिक त्यति मात्रै होइन, विभिन्न ठाउँबाट चाहिँ कुनै ठाउँमा चाहिँ रहनुभएका देशभित्रै आफ्नो ठाउँ छोडेर कुनै अर्को ठाउँमा जानुभएको छ भने नि त्यस्तो नागरिकले पनि चाहिँ मत दिने अधिकार उसले पाउनुपर्छ। त्यो व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्छ। आम नागरिकले चाहेको, जेनजी पुस्ताले चाहेको र हामी अग्रगामी शक्तिले चाहेको भ्रष्ट अनैतिक व्यक्तिहरूले गरेका सम्पूर्ण ती कदमहरूलाई बहिष्कार गरेर सशक्त आन्दोलन गरिसकिसकेपछि भागेर ज्यान जोगाएका, आन्दोलनबाट भागेर ज्यान जोगाएकाहरूले अहिले जुन संसद पुनर्स्थापना गर्नुपर्छ भन्ने कुरा छ, यसो हेर्दा यो लोकतान्त्रिक जस्तो देखिन्छ, त्यो जायज हो कि जस्तो पनि देखिन्छ। भ्रम छर्न गरेको पनि देखिन्छ। यो आफूमाथि आएको जुन टाउको जोगाउनका लागि, आफूमाथि आएको आरोपलाई ठेक्नका लागि, आरोपबाट चाहिँ आफ्नो मुख धुन, कालो कर्तुतलाई धुनलाई संसद पुनर्स्थापना गर्नुपर्छ भनेको हो। आम जनताले देशले मागेको अब नयाँ नेतृत्व, असल नेतृत्व, त्यसको लागि निर्वाचन नै काफी छ। देश निर्वाचनमय भएको छ। जनता निर्वाचनमा जान तयार छन्। नयाँ आफूले चाहेको नेतृत्व चाहिँ चयन गर्न तयार छन्। तसर्थ त्यस्ता खालका कुनै पनि भ्रमहरू फैलाउन खोज्नेलाई तत्काल कारबाही गरेर उनीहरूलाई कुन माध्यमबाट हुन्छ उनीहरूलाई चाहिँ ठिक सही ठाउँमा ल्याएर देशलाई चाहिँ अग्रगामी कदम बढाउनका लागि नयाँ चाहिँ यो चुनाव गर्नुको विकल्प छैन।